नमस्कार साथीहरू, के तपाईलाई थाहा छ सानो लगानीबाट पनि आर्थिक स्वतन्त्रता सम्भव छ। आज म तपाईलाई सानो लगानी र ठूलो सफलताको यही साँचो कथा सुनाउनेछु। एक पटक विचार गर्नुहोस् त, के तपाईले मात्र रु 15,000 को सानो लगानीबाट लाखौं कमाउन सक्ने कुरामा विश्वास गर्नुहुन्छ त? हो, आज म यही कुरालाई पुष्टि गर्नको लागि एउटा सफल उद्यमीको कथा सुनाउनेछु। यो कथा हो साथीहरू नेपालको बाँके जिल्लाका सुमन चौधरीको। उनले 2075 सालमा रु 15,000 मात्र लगानी गरेर स्टेशनरी बिजनेस सुरु गरे। 2076 सालमा अनलाइन डेलिभरी र सब्सक्रिप्सन मोडेल थपे। 2077 सालदेखि अटोमेसन सिस्टम लागू गरे र 2079 सालसम्म त महिनाको 1 लाख भन्दा बढी प्यासिभ इन्कम हासिल गर्न सफल भएका छन् साथीहरू। अब तपाईलाई अचम्म लाग्यो होला। प्यासिभ इन्कम भन्नाले सुरुमा मेहनत गरेपछि वा लगानी गरेपछि पैसाले तपाईको लागि लगातार कमाउँछ साथीहरू। तपाईले पनि कुनै व्यवसाय सानो लगानीबाट सुरु गर्नुहोस्, रिकरिङ सब्सक्रिप्सन मोडेल बनाउनुहोस्, यसबाट मासिक आम्दानी जेनेरेट गर्न सकिन्छ। अटोमेसन प्रयोग गर्नुहोस्, अनलाइन अर्डर्स, डेलिभरी र अकाउन्ट सिस्टम मजबुत बनाउनुहोस्, ज्ञान बढाउनुहोस्, युट्युब, किताब र मेन्टर्सबाट नयाँ ज्ञान लिनुहोस्, सेमिनारमा भाग लिनुहोस्, धैर्यता र निरन्तरता राख्नुहोस्। प्यासिभ इन्कम तुरुन्त आउँदैन, तर निरन्तर मेहनत र समय दिँदा ठूलो फाइदा हुन्छ साथीहरू। धेरैले सोच्दछन् पैसा कमाउन ठूलो लगानी चाहिन्छ, तर सानो लगानी, सही सोच र निरन्तरताले फाइनान्सियल फ्रिडम दिन्छ। आज हामीले सिक्यौं कि सानो लगानीबाट प्यासिभ इन्कम र आर्थिक स्वतन्त्रता बिल्कुलै सम्भव छ। आज सानो कदम चाल्नुहोस्, भोलि ठूलो सफलता मिल्नेछ। कमाउने मात्रै होइन, पैसा काममा लगाउने बानी बसाल्नुहोस्। तलबले जिन्दगी त चल्छ, तर प्यासिभ इन्कमले स्वतन्त्रता दिन्छ। आज लगानी गर्नुहोस्, भोलि त्यही लगानीले सफलता दिनेछ। समय खेर नफाल्नुहोस्, पैसालाई तपाईको लागि काम गर्न लगाउनुहोस्। जोखिम बुझ्नुहोस्, योजना बनाउनुहोस् अनि निडर भएर सुरु गर्नुहोस्। थोरैबाट सुरु गर्नुहोस्, निरन्तरता दिनुहोस्, अवश्य सफल बन्नुहुनेछ। आज रोपेको लगानीको बिउले भोलि आम्दानीको रुख बन्नेछ। अरूले काम खोज्छन्, तपाईले आम्दानीको स्रोत बनाउनुहोस्। स्मार्ट काम गर्नुहोस्, पैसाले पैसा कमाउनुहोस्। यदि आजको भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब र कमेन्टमा लेख्नुहोस् तपाई कुन प्यासिभ इन्कमबाट सुरु गर्न चाहनुहुन्छ। थ्यांक यू सो मच।